यस्तो छ कि बाटोको चाल हेर्नु त ल हेर्नुहोस् यसो जानुपर्छ हिउँ पन्थाइ यति गाह्रो हुन्छ कि सोचेको जस्तो रमाइलो छ नि त हामी पनि रमाइलो छ कि भन्ने ठानेको अहिले यस्तो ठाउँमा बसेपछि थाहा भयो कि अरू कुरा त सबै रमाइलो छ हिउँको रमाइलो पनि फेरि आफ्नै ठाउँमा छ हिउँ भएर टेन्सन भन्ने कुरा होइन तर हिँड्नलाई चाहिँ यो हिउँ पर्ने सिजन 3 महिना जति चाहिँ साह्रै अप्ठ्यारो हुने क्या आज चाहिँ हाम्रो गाडी चाहिँ अर्कै ठाउँमा जानुपर्ने भएको भएर हामी चाहिँ आज हिँडेर आएको बच्चाको ट्युसनसम्म यस्तो त है तेरिका ल के गर्ने हो यसरी गाह्रो है होइन गाह्रो छ कस्तो छ सही छ कि गाह्रो छ अब ओ माई गड खुट्टा घच्याङ्गै गयो उही राम्रो के छ कि थियो र यस्तो छ त हे तेरिका रमाइलो त छ नि नरमाइलो भन्ने होइन कि तर टाइममा पुग्न गाह्रो छ क्या यस्तो भयो भने है टाइम लाग्छ हेर्नु ल यस्तो यस्तो छ यतिको हिउँ छ क्या त्यही भएको भएर रमाइलो नरमाइलो भन्दा पनि यो सिजन चाहिँ हिँड्ने मान्छेलाई त्यही भएर यो ठाउँमा चाहिँ हिँड्ने मान्छे त्यति हुँदैन सबैको गाडी हुन्छ